पैसा बचाउन त हामी सबै चाहन्छौँ, तर धेरैले सक्दैनौँ। किनकि समस्या पैसाको होइन, हाम्रो बानीको हो। तपाईले यस्तो समय पक्कै अनुभव गर्नुभएको होला। जब पैसा नहुँदा कसैसँग उधारो मार्नु परेको, फोन उठाउन लाज लागेको वा आफ्नै परिवारसँग आँखा जुदाउन नसकिएको। त्यो पीडा पैसा नहुँदाको होइन, त्यो पीडा बचतको बानी नहुँदाको हो। हाम्रो सबैभन्दा ठुलो शत्रुको हो अनावश्यक अनलाइन शपिङ, हरेक दिनको बाहिरको चिया, टिकटक र रिल्सले दिने सस्तो खुसी। आज 100 रुपैयाँ खर्च हुन्छ, भोलि 10,000 को समस्या बन्छ। त्यसैले म भन्छु, आफ्नो नराम्रो बानीलाई लुकाउनु होइन, एक्सेप्ट गर्नुहोस् र सेभिङ सुरु गर्नुहोस्, ठुलो होइन, सानो कदमबाट। यदि तपाईसँग 100 रुपैयाँ छ भने 10 रुपैयाँ बचाउनुहोस्। धेरैलाई लाग्छ 10 रुपैयाँले के नै हुन्छ र? तर साँचो कुरा के हो भने हाम्रो दिमाग ठुलो सेक्रिफाइससम्म डराउँछ, तर सानो कदम सजिलै स्वीकार गर्छ। 10 रुपैयाँ बचाउनुको उद्देश्य धनी बन्नु होइन, सेभिङ गर्ने बानी बनाउनु हो। हामी सबैले सुनेका छौँ, पानीको थोपा थोपाले एक दिन ठुलो घैँटो भरिन्छ। त्यसरी नै 10 रुपैयाँ समय र पेशेन्ससँग जोडिँदा तपाईँ 100 बचाउने व्यक्ति बन्नुहुन्छ, पछि 1000 र एक दिन 10,000 पनि। अब कम्पाउन्डिङ बुझौँ। एउटा सानो कथा सुनाउँछु। शतरन्जको खेल। एकजना बुद्धिमान व्यक्तिले राजासँग भने, मलाई धन चाहिँदैन, मलाई केवल शतरन्जको बोर्डमा पहिलो खानेमा 1 दाना चामल, दोस्रोमा 2, तेस्रोमा 4 यसरी डाउबो गर्दै दिनुहोस्। राजा हाँसे। तर जब 64 खाने पुरा भए, त्यो चामल यति धेरै भयो कि राज्यको भण्डार नै सकियो। यही हो कम्पाउन्डिङ। सानो कुरा समयले पहाड बनाउँछ। तपाईको सानो बचतले ब्याज कमाउँछ, त्यो ब्याजले फेरि ब्याज कमाउँछ, र एक दिन पैसा तपाईका लागि काम गर्न थाल्छ। तर यदि तपाईले 500 वा 1000 बचाएर फेरि आफ्नै बानीले त्यो पैसा उडाइदिनु भयो भने आफूलाई दोष नदिनुहोस्, फेरि सुरु गर्नुहोस्, वा त्यो पैसा फिक्स्ड डिपोजिट जस्ता छुनै नमिल्ने ठाउँमा राख्नुहोस्। अब अन्तिम कुरा, यो भिडियो सकिएपछि आफ्नो वालेट खोल्नुहोस्, 10 रुपैयाँ अलग राख्नुहोस् र कमेन्टमा लेख्नुहोस् सेभ। आज तपाईले 10 रुपैयाँ जित्नुभयो भने भोलि तपाईले आफ्नो भविष्य जित्नुहुन्छ। अर्को भिडियोमा हामी सिक्नेछौँ पैसा कहाँ राख्दा पैसा आफै बढ्छ। यदि आज तपाईले केही नयाँ कुरा सिक्नुभयो भने यो भिडियो लाइक गर्नुहोस् र आफ्ना साथी भाइलाई सेभिङको बानी बसोस् भनेर यो भिडियो सेयर गर्नुहोस्। यस्तै साना तर शक्तिशाली पैसासँग सम्बन्धित कुरा बुझ्न युट्युब र टिकटकमा हामीसँग जोडिनुहोस्। साथीहरू, आफ्नो समय दिनुभएकोमा धन्यवाद।